दृष्टिकोणहरू संक्षिप्तमा स्पष्ट पार्नु पनि जरुरी छ। र यो देश हाम्रो, हामी यो देश बिग्रियो भने त्यसको पीडा हामीले बिहोर्नुपर्छ। यो देश सपार्न सक्यौँ भने त्यसको लाभ पनि हामीले लिन सक्छौँ। नेपालमा परिपक्व राजनीति, राष्ट्रिय राजनीति, स्वतन्त्र राजनीति त्यति चल्नै पाएन। त्यसै कारण विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारका झुट भ्रमहरू, मिसइन्फर्मेसन, डिसइन्फर्मेसन आदि असत्यहरूको प्रचार, भ्रमको प्रचार र आम जनता र सत्यको पक्षमा उभिने, देशभक्तिको पक्षमा उभिनेहरूलाई हतोत्साहित गर्ने। कसैले बोल्यो कि त्यसलाई देशभक्तिको पक्षमा बोल्यो भने त्यसलाई झोले भनेर एउटा ट्रेन्ड छ। अर्को कसैले देशको पक्षमा बोल्यो भने त्यसलाई अर्को आरोपमा चाहिँ कमेन्टको प्रायोजित ढङ्गले वर्ष छ। झुट भ्रमको खेती गर्ने यो चिजहरू त्यसैले गर्दा देशमा एउटा भयानक देशको अर्थतन्त्र असहज अवस्थाबाट गुजिरहेको बेला नेकपा एमालेको नेतृत्वमा सरकार बनेपछि जहिले पनि राम्रा काम। 51 सालमा मनमोहन अधिकारीजीको नेतृत्वमा सरकार बन्यो, त्यो अत्यन्त लोकप्रिय सरकार। 72 सालमा हामीले संविधान बनायौँ, त्यसपछि सरकार बनायो हाम्रो नेतृत्वमा। त्यो सरकारले ऐतिहासिक काम गर्यो। म त्यसको व्याख्या गर्छु। त्यसपछि 74 मा फेरि हाम्रो सरकार बन्यो। त्यस सरकारले असाधारण दृष्टिकोणहरू प्रस्तुत गर्यो र तिनको कार्यान्वयन गर्दै सुशासन र विकासमा ध्यान केन्द्रित। सुशासनको क्षेत्रमा धेरै कामहरू भए। विकासको क्षेत्रमा नयाँ नयाँ मोडल, नयाँ नयाँ तरिका र चिन्तनहरूका साथ हामी अगाडि बढ्यौँ। भ्रष्टाचार उन्मूलन भयो भन्दिनँ म, तर सकेसम्म हामीले नियन्त्रण गऱ्यौँ। म आफैले प्रधानमन्त्री भएर सरकारमा लिड गर्न गएकै दिन म आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्छु भन्ने एउटा नारा लगाएर त्यो अहिलेसम्म कायम छ। म आफू पनि भ्रष्टाचार मैले गरिनँ, आफूले पनि गरिनँ, अरूलाई पनि सकेसम्म गर्न दिएँ। फेरि हामी भ्रष्टाचार गर्दैनौँ र गर्न दिन्नौँ भन्ने सङ्कल्पका साथ जनतालाई सेवा सुविधा सहज सरल ढङ्गले दिनुपर्छ भन्ने कुरा हामीले सदैव जोड दिँदै आयौँ। त्यही निर्देशन मैले दिएका निर्देशनहरू, सरकारमा छँदा दिएका निर्देशनहरू के थिए? अलोकतान्त्रिक थिए, भ्रष्टाचार उन्मुख थिए, भ्रष्टाचारलाई संरक्षण गर्ने खालका थिए, विकास नगर्ने खालका थिए, दृष्टिकोण विहीन खालका थिए, अथवा देशलाई बाटो दिने, विकास गर्ने, सुशासन दिने, सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालका थिए। शिक्षा, स्वास्थ्य क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा के कस्ता दृष्टिकोण थिए, ती कुरा म अहिलेको जेन्जी सरकार भने नै यो सरकार जो
संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन। यो तोडफोड आयोजनीको माध्यमबाट बनेको। यो सरकारले मेरा अभिव्यक्तिहरू, मैले बोलेका कुराहरू प्रकाशन गरेर जनताका बिचमा ल्याओस्, अरूको पनि ल्याओस्, उहाँहरूका पनि ल्याओस्। मैले भनेका सम्पूर्ण कुराहरू यो सरकारले हिम्मतका साथ जनताका बिचमा पुर्याओस्, प्रकाशित गरोस्। कुरा कर्मचारीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती कुराहरू बाहिर ल्याओस्। प्रहरीलाई दिएका निर्देशन रेकर्डेड छन्, ती बाहिर ल्याओस्। अथवा अरू क्षेत्रमा गरिएका कुराहरू रेकर्डेड छन्, बाहिर ल्याओस्। हामीले गरेका कामहरू रेकर्डेड छन्, बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ, हामी कुनै छलछाम गर्दैनौँ। छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढङ्गले अगाडि बढ्छौँ। जुनसुकै कुरामा पनि हाम्रो नीति हो पारदर्शिताको, स्वच्छताको र जनतालाई सेवा सुविधा उपलब्ध गराउने कुरा, शान्ति सुव्यवस्था कायम गर्ने कुरा, कानुनी राज स्थापना गर्ने कुरा हाम्रो नीति। त्यही अनुसार हामी चलेका छौँ। म भन्न चाहन्छु सरकारले त्यो गरोस् न, हामीलाई एक्सपोज गरोस्। सरकारले हामीले भनेका कुराहरू, गरेका कामहरू सारा मन्त्री परिषदका केही निर्णय, ओली सरकारले सिफारिस गरेका या प्रस्ताव गरेका, ओली सरकारले भनेको मैले निर्देशन दिएर कुनै प्रस्ताव आएको हुँदैन, मन्त्रालयले आवश्यकता अनुसार प्रस्ताव ल्याएका हुन्छन्। ती प्रस्ताव क्याबिनेटले हेरेर पास गर्ने। के पास गर्यो, के गरेन, के प्रस्ताव आए, के रोक्यो, के अगाडि बढे, कस्तो परिस्थितिमा सरकार चल्यो, के दृष्टिकोण रह्यो, ती सबै कुराहरू सरकारले म आग्रह गर्छु। भ्रष्टाचार गर्यो भन्ने हल्ला गरेर हुँदैन। कहाँ भ्रष्टाचार गर्यो, केमा कमिसन खायो, केमा घुस खायो, केमा भ्रष्टाचार गर्यो, त्यस प्रकारका कुराहरू अफवाह चल्ला। अहिले म सुनिरहेको छु सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने के ठानेको छ? यहाँ उहाँहरूलाई यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ। हामीलाई यो देश बनाउनु पर्ने छ। फेरि पनि हामी यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ। देशलाई फेरि पनि सुशासनमा ल्याउँछौँ, शान्ति सुव्यवस्था। अहिले तपाईँहरूले हेर्नुभएको होला सामाजिक सञ्जालमा केपी ओलीको घर, नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनटमा पैदल पुगिन्छ, यति मिनटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाउँ। घर तोकिएको छ, देखाइएको छ। सरकार के हेरेर बसेको छ, के गर्दैछ? सरकारले त्यति बेला सुविधाहरू फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु दाग लगाएर सरकारका केही कर्तव्य हुन्छन् कि हुँदैनन् म सोध्न चाहन्छु। सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिनुपर्छ कि पर्दैन? असुरक्षामा देश हाल्ने, असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने, अनि अरूलाई सुरक्षा दिन नमान्ने, यो म भन्न चाहन्छु। मौसम पनि सधैँ एक नासका रहँदैन। जाडो यहाँ आयो भने फेरि बसन्त आउँछ, फेरि झरी बादलको समय आयो भने फेरि सबै देखिन्छ। त्यो कुरा सबै थाहा। त्यसर्थ हामी
हामीसँग कर्तव्य छ। हामी राजनीतिक दलहरू राणा शासनदेखि लडेर बलिदान दिएर देशलाई यहाँसम्म पुर्याएका छौँ। एक दिन दुई दिनको गडबडीमा हामी विश्वास गर्दैनौँ। हामी देश बनाउने अथक प्रयासमा विश्वास। हामीलाई थाहा छ यस अभियानमा बाधा व्यवधान आउँदैनन् भन्ने कुरा होइन। बाधा व्यवधान आउँछ। म सबै साथीहरूलाई, देशवासी सबैलाई पनि भन्न चाहन्छु, हरेस नखानुहोस्, आतङ्कित नहुनुहोस्, नडराउनुहोस्। कहिले कहिले इतिहासमा यस्ता आतङ्कपूर्ण परिस्थितिहरू, त्रासदीपूर्ण परिस्थितिहरू आइलाग्छन्, तर यसबाट देशलाई मुक्त गर्नै पर्छ र नेपाल एउटा शान्तिपूर्ण देशको रूपमा स्थापना यो देशमा फेरि पर्यटन उद्योग राम्ररी चलोस् भन्नका लागि शान्ति सुव्यवस्था यस देशमा कायम गर्नुपर्छ। आतङ्कको वातावरण होइन, होटल जलाउने होइन, मान्छे आतङ्कित भएर मर्ने मारिने खालको अवस्था होइन, विदेशी समेत मरेर यस्तो स्थिति नहोस्। शान्ति सुव्यवस्था होस्, सुरक्षा होस्, जीवधनको सुरक्षा होस्, एक्लै पर्यटकहरू हिँड्दा पनि सुरक्षा होस्। कस्तो शान्तिपूर्ण देश थियो। एकपल्ट माओवादीले क्रान्ति र जनयुद्धका नाममा उत्पात मचायो। देशको अर्थतन्त्र, राजनीति सबै खल्यो। फेरि त्यो सम्हालियो। त्यो सम्हालिएपछि अब अरू प्रकारका प्रयासहरू अगाडि। म भन्न चाहन्छु यस देशलाई शान्तिपूर्ण देश बनाउनुपर्छ र यस देशलाई शान्तिपूर्ण भरपर्दो देश बनाउनुपर्छ ताकि उद्यमी व्यवसायीहरूले ढुक्क गरेर लगानी गर्न सक्नु। कसैले उद्योग खोल्यो, कसैले व्यवसाय खोल्यो, कसैले कुनै डिपार्टमेन्टल स्टोर खोल्यो भने खोजिकन आगो लगाउने भनेको के हो भने यो देशमा रोजगारीका अवसरहरू समाप्त पार्ने, यो देशको अर्थतन्त्र ध्वस्त हुनु। यो देशको अर्थतन्त्र ध्वस्त होइन, यसलाई सुरक्षित ढङ्गले पुनर्जीवन दिनुपर्छ। जे भयो भयो, अब फेरि यस देशको अर्थतन्त्रलाई पुनर्जीवन। यस देशमा कसैको घर जलाउन पाइन्छ, कसैलाई गएर घरमा काट्न पाइन्छ, कुट्न पाइन्छ, जसका मन लाग्यो उसका घरमा गएर लुट्न पाइन्छ। यही हो आन्दोलन, यस्तै हुन्छ आन्दोलन, यस्तै हुन्छ राजनीतिक आन्दोलन। लुटमार हो, आगजनी हो राजनीतिक आन्दोलन। त्यसमा म हाम्रा जेनजी त घरै पछि छ, घर घरमै छन् नि जेनजी भनेको। र जेनजीका नाममा केही भाइ बहिनीहरू सङ्गठित हुनुभएको छ। जेनजीका नाममा केही भाइ बहिनीहरूलाई गुमराहमा पारिएको छ। म उहाँहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरू भर्खरकै हुनुहुन्छ, कलिले हुनुहुन्छ, तपाईँहरूले धेरै बाँच्नु छ। यसै हिसाबले उद्योग धन्दामा आगो लाउँदै जाने हो भने, डिपार्टमेन्टल स्टोरहरू उद्योग लाउँदै जाने हो भने, होटलहरू बाल्दै जलाउँदै जाने हो भने, हाम्रा सम्पदाहरू, ऐतिहासिक सम्पदाहरू जलाउँदै जाने हो भने, सिंहदरबार ध्वस्त पार्दै जाने हो भने, संसद भवन ध्वस्त पार्दै जाने हो भने, अनि के खरानी माथि बसेर तपाईँहरू सुखी हुन सक्नुहुन्छ भविष्यमा? त्यस कारण म भाइ बहिनीहरूलाई भन्न चाहन्छु, छोराछोरीहरूलाई भन्न चाहन्छु, तपाईँहरू भाववेशमा आउनु होइन। र तपाईँहरूले 23 गते आन्दोलन गर्नुको तपाईँहरूका माग जायज थिए। भ्रष्टाचार सर्वत्र भ्रष्टाचार भयो, रोकियोस्। म त्यही प्रयासमा थिएँ। त्यसै कारण ब्युरोक्रेसीको एक सेक्सन मसँग त्यति सहमत थियो। अस्ति एकजना ब्युरोक्रेटले, महत्त्वपूर्ण ठाउँमा रहेका ब्युरोक्रेटले हामीमाथि प्रधानमन्त्रीको हस्तक्षेप थियो, हामीलाई काम गर्न दिएको थिएन, हामीले भनेअनुसार चल्दैन थियो भन्ने राय व्यक्त गरे।
म गएको कर्मचारीले के भन्छन् त्यही मानेर हिँड्नलाई होइन, यो देशलाई परिवर्तन गर्नलाई नदिएर रोकेर जनतालाई सेवा डेलिभरी गरेर विकास निर्माणका काम अगाडि बढाएर त्यसरी देशलाई एउटा शान्तिपूर्ण देश म नेतृत्वमा छँदा मैले नेतृत्व गरिरहेको बेला कोभिडभन्दा अगाडि विश्व ब्याङ्कले भनेको थियो साउथ एसियाको दक्षिण एसियाको नेपाल एउटा उदीयमान नक्षत्र आर्थिक विकासको हिसाबले विश्वको मूल्याङ्कन थियो, मेरो मूल्याङ्कन होइन। तीव्र विकास गर्ने 10वटा देशमध्ये एउटा नेपाल परेको। यो कुनै कथा होइन, यो कुनै कथा होइन। अहिले त फिक्सन बनाउने गरेका छन् पत्रकारहरूले, पत्रकारिता पनि फिक्सनमा चल्ने गरेको छ। कथा बनायो, अर्काको चरित्र हत्या गर्यो, अनि त्यसमा बहादुरी हुन्छ। सरकारकर्मी मित्रहरूलाई म भन्न चाहन्छु, तपाईँहरू पनि यही देशमा बाँच्ने हो, तपाईँहरूका सन्तति पनि यही देशमा बाँच्ने हो। एक छिनका लागि तपाईँहरू असत्य र कथा रचिकन गलत समाचार सम्प्रेषण नगर्नु। तपाईँ हामी सबैले हाम्रा सन्तति यही देशमा बाँच्नुपर्छ, यही देशलाई सिँगारेर यही देशलाई सुन्दर र समृद्ध बनाएर बाँच्नुपर्छ। त्यस कारण म आग्रह गर्न चाहन्छु। अब अस्ति 23 र 24 गते जेनजी आन्दोलनका नाममा असामान्य र असाधारण परिस्थिति देशमा देखियो। जेनजी आन्दोलन भन्ने विभिन्न देशमा पनि सुरु गरिएको छ। सुरु गर्दा भन्ने जेनजी आन्दोलन र युवाहरूका सेन्टिमेन्ट, युवाहरूभित्र रहेका युवापनहरूमा प्रवृत्तिहरूलाई दुरुपयोग गरेर जेनजीका नाममा आन्दोलन सुरु गर्ने र त्यसलाई कहाँ पुर्याउने। मैले पहिले पनि भनेको छु, हाम्रो नयाँ पुस्ताले सिंहदरबार राष्ट्रिय झन्डा ओढेर सिंहदरबार आगो लाउन हाम्रो नयाँ पुस्ता जाँदैन, गएको छैन, होइन। हाम्रो जेएनजीले सिंहदरबार आगो लाउँदैन, संसदमा आगो लाउँदैन, होटलहरूमा आगो लाउँदैन, उद्योग धन्दाहरूमा आगो लाउँदैन। हाम्रो जेएनजीले सर्वोच्च अदालतमा आगो लाउँदैन, अदालतहरू छानी आगो लाउँदैन। एक खालको राजनीतिक संलग्नताको आधारमा छानीकन तोडफोड गर्ने, आगजनी गर्ने काम जेएनजीले गर्दैन, यो जेएनजीले गरेको होइन। त्यस कारण म जेएनजी भाइ बहिनीहरूलाई भन्न चाहन्छु, यस दोषबाट तपाईँहरू अलग हुनुहुन्छ र तपाईँहरूले आफूलाई पनि यसबाट मुक्त घोषणा गर्नुभएको छ। अझ खुलस्त ढङ्गले गर्दै जानुहोस्। तपाईँहरूले 23 गते 12 बजे जब एभरेस्ट अगाडि ब्यारिकेड तोड्ने नाममा जेएनजीभन्दा बाहिरका उच्छृङ्खल तत्त्वहरू आएर घुसपैठ गरेर बेग्लै परिस्थिति देखेपछि तपाईँहरूले माइकिङ गर्नुभएको छ। तपाईँहरूले फर्कौँ भन्नुभएको छ साथीहरूलाई, तपाईँहरूले आह्वान गर्नुभएको छ। जेएनजीहरू फर्किएका छन् र केही जेएनजीलाई उपद्रवकारी तत्त्वहरूले हेरेर अगाडि छेकेर अगाडि गए। त्यस दिन जुन क्षति भएको छ, जीवधनको क्षति भएको छ, थुप्रै युवाहरू मारिएका छन्। कसरी त्यस्तो घटना घट्यो, किन त्यस्तो घटना घट्यो, त्यसका लागि आयोग बनेको छ। छानबिन गर्ला, म विश्वस्त छु, छानबिन होला, त्यसले सत्य तथ्य बाहिर जाओस्। किन त्यस्तो अहिले एउटा हल्ला चलाइएको छ, केपी ओली भन्ने मान्छेहरूलाई भन्न लगाइएको छ, मलाई बन्दुक देऊ म हानिदिन्छु, मलाई तरबार देऊ म काट्दिन्छु, मलाई ड्रोन देऊ म ड्रोनबाट हानिदिन्छु, मलाई के देऊ म त्यसबाट चाहिँ केपी ओली मारिदिन्छु। यस्ता खालका आवेश उत्तेजनाहरू सिकाइएको छ र ती कुराहरू सगौरव प्रसार। तर केपी ओलीको के भूमिका? केपी ओली त आफै बालुवाटारमा के भइराखेको छ भनेर सोधेर बसिराखेको, क्याजुअल्टी नहोस्, जीवधनको क्षति नहोस्,
त्यही कामना गरेर त्यही कुरा भनेर गोली चलो भनेको सुनेपछि गोली कसरी चल्यो, गोली चलाउने तहमा कसरी पुग्यो मैले सोधेको। रबरको गोली मात्रै चल्या हो, अरू होइन मैले जवाब पाएँ। पछि मैले सुने 14 जनाको निधन भइसक्यो। कसरी 14 मानियो यो भयो। मैले खोजेको मैले सोधेँ कहाँ गोली लागेको छ, कसरी मरेको, टाउकामा छ त्यो। अनि खुट्टा त सुरक्षा फोर्सले त घुँडामुनि आउने चलाउनु छ, घुँडामुनि आउने कसरी टाउकामा गोली लाग्यो। म सोध्दैछु यस्तो किन भइराखेको छ, कसरी रोक्न सकिन्छ यस कुरालाई म भन्दैछु। अनि म त्यो सदाशयताका साथ रक्तपात नहोस् देशमा, उल्कापात नहोस् देशमा, अप्रिय स्थिति नबनोस् देशमा भनेर म भनेको भनी गर्ने, सोचेको सोचै गर्ने। अनि जसले त्यो उपद्रव बचाउँछ तिनीहरूले केपी ओली दोषी गर्ने। त्यो बहुतै दुःखद घटनाप्रति वास्तवमा म स्तब्ध भएँ, अत्यन्त दुखित भएँ। मैले त्यसै बेलुका भने म अत्यन्त दुखित म अत्यन्तै दुखित छु। यो कसरी भयो? मैले त्यसै बेला मन्त्री परिषदको बैठक बसेर यो कसरी भयो यसको छानबिन गराउँछु, न्यायिक छानबिन गराउँछु, न्यायिक आयोग बनाएर छानबिन गराउँछु भनेको थिएँ। त्यति बेलै त आयोग बन्ने कुरा भएन। त्यति बेला त आयोगमा बस्ने मान्छेहरूसँग कुरा गर्नु पर्यो। अब त्यसभन्दा पछि मैले भोलिपल्ट 11 साढे 11 बजीतिर राजीनामा दिएँ। अघिल्ला दिनको दुर्घटना त भएकै थियो, भोलिपल्ट नहोस् भनेर मेरो धेरै प्रयास थियो। तर जब मेरो हातमा केही पनि रहेन भन्ने मैले थाहा पाएपछि मैले राजीनामा दिएँ। त्यसपछि टोलफोड आगजनी अनेक थरीका घटनाहरू अनि केपी ओलीका विरुद्ध कुरा यो जेनजीको भ्रष्टाचार अन्त्य गर भन्ने मागसँग, सुशासन होस् भन्ने कुराको मागसँग, सुशासन हुनका लागि के कुरामा सुधार गर्नुपर्छ गरियोस् भन्ने कुरासँग, ती कुराहरूलाई मैले गम्भीरताका साथ लिएँ। तर त्यतापट्टि देशलाई के भएको थियो, छानबिन आयोग भनेको छ, छानबिन आयोगबाट 23 र 24 गतेका घटनाहरूको सन्दर्भमा आयोगको प्रतिवेदन हामीले पर्खिन जरुरी छ। आयोगले भनेको छ नीतिगत तहमा र व्यवहारिक तहमा त्यो आदेश दिने, कार्यान्वयन गर्ने, कार्यान्वयन भएको हो कि अर्थकै भएको हो, के भयो? विभिन्न प्रकारका भिडियोहरू आएका छन्, कति सत्य, कति एआई परिचालित, एआई निर्मित, त्यो मैले छुट्याउने। तर प्रधानमन्त्रीले न गोली चलाउने आदेश दिन्छ न थाहा पाउँछ। त्यसो भएर यतापट्टि म सबैलाई स्पष्ट गर्छु। अब आगामी दिनमा मैले हिजो पनि सुने, दिनभरि सुने, बेलुका पनि सुने, बिहान पनि सुने, आज यो ठाउँमा हमला भयो। त्यस्ता सामाजिक सञ्जालहरूमा र डिजिटल प्लेटफर्महरूमा यहाँ हमला किन भयो? कि देशलाई शान्त हुन नदिने, देशमा मानिसको बाँच्न पाउने अधिकार, शान्तिपूर्ण ढङ्गले बाँच्न पाउने अधिकार, मौलिक अधिकारहरूको हनन गर्नलाई या किन हमला? कानुनको बाटो हिँड्ने कि सामाजिक मर्यादाको बाटो हिँड्ने कि मैले जे भन्नु त्यही हुनुपर्छ भन्ने बाटो? त्यसो भए हामीले संविधानको, कानुनको
सामाजिक मर्यादाहरूको पालना गर्नु जरुरी छ र संवैधानिक, कानुनी र लोकतान्त्रिक विधिबाट समस्याको समाधान खोज्नु। मेरो सिफारिसमा थुप्रै कामहरू भएका भन्ने बाहिर हल्ला छ। मैले गरेको सिफारिस बाहिर ल्याइयोस्, पब्लिक गरियोस्, पब्लिक भएको छ भने त्यसलाई हेरियोस्। मैले लिखित सिफारिस गरेको छु। के भाषामा के सिफारिस? मैले संवैधानिक र लोकतान्त्रिक विधिभित्रबाट समाधान खोजियोस् र त्यसअनुसार राष्ट्रपतिजीले पदक चाल्नुहोस्। संविधानको रक्षक र पालक भएको हुनाले यो विषम परिस्थिति र असाधारण परिस्थितिलाई सही संवैधानिक ढङ्गबाट र लोकतान्त्रिक विधिबाट समाधान गर्न सक्छ भन्ने मैले यो बिल्कुल ठिक छ। र म सबैसँग आग्रह गर्नु छ, अब नयाँ परिवेशमा म सम्पूर्ण राजनीतिक दलहरू र सङ्घ संस्थाहरू, नागरिक समाज लगायत नेपालमा रहेका सम्पूर्ण पक्ष र शक्ति र व्यक्तिहरू आग्रह गर्न चाहन्छु, आज राष्ट्रलाई सामान्य अवस्थामा फर्काउनु पर्ने आवश्यक। आज शान्ति सुव्यवस्थाको पुनः बहाली गर्नुपर्ने आवश्यक। मैले देखिरहेको छु विभिन्न शक्तिहरूका खेल कसरी भइरहेका छन्, नेपाललाई कसरी कहाँ पुर्याउन खोजिएको छ, म देखिरहेको छु। नेपाली जनता सजग हुनु जरुरी छ। नेपाली जनताको राष्ट्रियता, राष्ट्रको सार्वभौमता, खास गरी राष्ट्रियताको महत्त्व र राष्ट्रियतालाई जोगाउनका लागि राष्ट्रिय एकतामा जोड दिन र त्यो एकता हाम्रो शान्तिपूर्ण, सामाजिक सद्भावपूर्ण एकताबाट मात्रै सम्भव छ। म फेरि पनि नेपाली जनतालाई आह्वान गर्न चाहन्छु, सम्पूर्ण पक्षहरूलाई आह्वान गर्न चाहन्छु, एक ठाउँमा आउँ, बसौँ, छलफल गरौँ, निकास निकालौँ, समस्याको समाधान खोजौँ। समस्या त जसले पनि गर्दैन, समाधान सजिलो छ। अहिले जे भएको छ यो समाधान होइन। असंवैधानिक, अलोकतान्त्रिक बाटोबाट समाधान निश्चितै लोकतान्त्रिक माध्यमबाट र केही मान्छेले 1% भन्दा कम मान्छेले 99% भन्दा बढी मान्छेको इच्छा यही हो भनेर भाग्ने कुरा, यो कुरा अहिले प्रहरीका हतियार खोसिएका, गोलीकट्टा खोसिएको, समाजमा एउटा आतङ्कको परिस्थिति छ। 6000 भन्दा बढी विभिन्न खतरनाक मुद्दाका अभियुक्त कैदीहरू जेलबाट फरार गराइएको छ र उनीहरू त्यसकारण म कानुन आखिर जिउँदै रहन्छ र त्यसले पछि पनि पछ्याइरहन्छ। जेलबाट बाहिर निस्किएका कैदीबन्दी सबैलाई म जेलमा जान र कानुनी उपचार खोज्न, यति बेला यस्तो अवस्थामा राष्ट्रलाई सहयोग पुर्याउन म आग्रह जसले लिनुभएको छ अहिलेको अवस्थामै बुझाउन म आग्रह गर्न चाहन्छु। नत्र भोलि गएर हात हतियार, घर खजना आदि इत्यादि मुद्दा चल्ने कुरा हुन्छ र राज्यभन्दा अरूले हात हतियार, अवैध हात हतियार राखेर बस्न पाउने स्थिति हुँदैन। त्यसकारण अहिले नै हतियार बुझाइदिन म सबैलाई आग्रह र समाजमा स्थिति बसाउन, कानुनको राज र स्थिति बसाउन योगदान गर्न म सबैमा आग्रह गर्न चाहन्छु। सबैमा धेरै धेरै शुभकामना भन्न चाहन्छु र नेकपा एमालेका कार्यकर्ताहरूलाई घर जले एउटा परिस्थितिमा कतिपय ठुलो क्षति भयो,
एउटा परिस्थिति भयो। तर हरेस नखान एमाले नै हो यस देशलाई फेरि सही बाटोमा लगाउने। एमालेका साथीहरूलाई हरेस नखान म आग्रह गर्न चाहन्छु, सिङ्गै देशवासीलाई आग्रह गर्न चाहन्छु, सबैलाई भन्न चाहन्छु संयम अपनाऊ यति बेला र संयमतापूर्वक आक्रोश रिसराग भैरभाव होइन, राष्ट्र जोगाउन र राष्ट्रलाई शान्ति र समृद्धिको बाटोमा फर्काउन एकता चाहिएको छ, समझदारी चाहिएको छ। त्यस अनुसार अगाडि बढौँ आग्रह गर्छु र सबैमा धेरै धेरै शुभकामना गर्दै आफ्नो लागि टुङ्ग्याउँछु। धन्यवाद।